कहाँ जाँदैछौँ? लौके झरना। शाहरुख खान क्या होइन के माइनस हो रहा है माइनस हो रहा है One, two, three, go, one, go. One, two, three, go. अलिक खतरा सुरुमा आउनु भयो के जसले जित्छ त्यसलाई मेरो तर्फबाट 1000 रुपैयाँ ल पार्टी Okay. Go. एक्साइटिङ भयो त कमल हालेर हैन एउटा सियर शट एक्साइटिङ भइराको छ है देखाउ कसले जित्छ सुबिन दाइलाई 1000 रुपैयाँको खासै केही भ्यालु नभएको मैले हेलो गाइज गुड मर्निङ आज चाहिँ हामी लौके झर्ना जाँदैछौँ के भन्नु लागि हेलो गाइज प्रिति साहब नि आइसकेको छ प्रिति सर हेलो भन्देऊ ए हुन्छ गोइङ सन्तोष हामी कहाँ जाँदैछौँ लौके झरना कुन ठाउँमा पर्छ अरे लौके झरना भन्ने समवेयर इन काठमाडौँ नुवाकोट फ्रम काठमाडौँ बोला ना यार बोला कमल आज हामी जाँदैछौँ पुग्यो नि त गाइज केटाहरू के नुहाउनु थाल्यो क्या हो भेट भयो क्या भएन के हल्ला ठिक छ हो दाम ओहो फेरि नबिगाएर न मान्छे घुमाएर शाहरुख खान
फोटो पनि खिच्न छ क्यामेरा पनि चस्मा पनि दिने उताहरू छोडे हल्कामा छ केटीहरूको त कस्तो यस्तो भएन होइन अलि बस्नु न हो तपाईँ बसेर यहाँ बसेन के त्यहाँ गएर आयो भन्ने होइन है चप्पल चप्पल निकालेर छिटो 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 डेन्जर छ यहाँ मान्छेलाई खडा हुन गाह्रो भइरहेको त्यहाँ कस्तो ल पासपोर्ट साइज भयो भएन र अलिअलि खुट्टा अलि थोरै ग्याप हुनु पऱ्यो एउटा भैँसहरू बसेर बस्नु त्यहाँ होइन के कुकुर आउँदाखेरि डराएर सिट भन्दा कुकुर लाग्छ त मान्छे बस्दै चटक्क त्यस्तै हो ल दामी छ नि हो उतै उतै हेर्नु झर्नातिर हेर्नु थोरै यता अब थोरै यता क्यामेरातिर थोरै क्यामेरातिर क्यामेरा होइन यता होइन माथि माथि हो त्यस्तै ओहो गजब ल ए ल भनेर बाल नदी गएको हेर्छ कस्तो नानी आएको क्या ल ब्लगिङ कस्तो भयो त विष्णु एकदम रमाइलो भइरहेको एकदम रमाइलो भएछ कस्तो भयो त महेश तिमीलाई ए महेश अभिषेक ए बबाल भयो बबाल बबाल तेरा तंग बताओ मर्जी रहेगा काम एक्सपेरिमेंट करना है क्या बायोलॉजिस्ट
रेडी 1 2 3 गो पुरो मसँगै निस्क्या हो हामी सेकेन्ड हो दुईजना के म फर्स्ट हो तिमी त पार्टी हो क्या ल एकछिन म नि ढिलै निस्किने ट्राई गर्छु अहिले होइन अघि म सुरुमा निस्केँ आएकै छैन भने मैले कमल पानी भन्दा तातो भएको होइन मलाई त त्यस्तै कामै गर्छ पानी भएर छैन रेडी अब म फेरि ल आउनु त आऊ तिमी पनि आऊ त राम्रो आउने राम्रो खाइदियो बाहिर बसेर ढुक्कै बस्नु पर्यो लाउ न तिमी लाग्छ नलाउने ए रमाइलो ल है त खै कमल खै कहाँ हराए रेडी 1 2 3 म त नसक्ने रहेछ नि 1 2 3 स्टार्ट भइसक्यो माथि मात्र One, 2, 3, go! कति बेला आउने भनेको होइन माथि निकालिहालेको तल गएर माथि गुड मर्निङ राय कतिखेर उठ्नुभयो कतिखेर उठे कति बजी सुते भइसक्यो breakfast breaking this खै दाइ त खाना आउँछु भनेर भन्दै थियो कहाँ जानुभयो यहाँ त स्मोकिङ गर्न मात्रै नि म त्यही हेरेर बाहिर हो त के छ मिठो कार्ड इडली डोसा खान थालेर इडली साम्बर दाइ सरी डोसा त खाइसक्यो अब इडली दाइ कमलै हो ल 1 2 3 गो He's out. सँगै आउट को आउट युज फर्स्ट आउट युज आउट हो हामी अलि त बजाएर बस्नुपर्छ कि ल रेडी हो फ्युज इलिमिनेट भएको छ नेक्स्ट राउन्डको लागि तयार हुनुहुन्छ त सबैजना ल रेडी 1 2 3 गो उनीहरूले त्यहाँ मास्टर प्लान लगाएर पनि फेल भएको छ टेक्निक लगाएर पनि फेल भएको छ कल्याण आउट कल्याण इलिमिनेट भयो गेट आउट गाइस
थर्ड राउन्डको लागि हाम्रो 4 जना प्रतियोगीहरू हुनुहुन्छ थर्ड राउन्ड थर्ड राउन्डको लागि 3 2 1 गो 1 2 3 गो ल 1 देखि त ल रेडी 1 एक मिनेट नाकमा पानी 1 गो ल रेडी 1 2 3 गो आउट भएको छ सन्तोष आउट भइसकेको छ ल कमल फ्रुट भयो अनि कन्ट्रोलै गर्न नसकिदा ल अब मात्र 3 जना बाँकी छ हाम्रो सन्तोष उता रेडी है त 1 2 3 गो Kamal eliminate! Kamal eliminate! Game changer! होइन अब फाइनल राउन्ड Kamal is eliminated! यसपालि भयो के अलि खतरा सुरुमा आउट भयो के अलि उता है ल फाइनल राउन्ड है फाइनल राउन्ड ल 2 मिनेट ब्रेक अब मेरो विचारमा के लाग्छ भने कसले जित्ला त कन्फिडेन्स चाहिँ विष्णु देखिनु भएको छ तर सुबिन दाइको कम्पिटिसन पनि कडा छ एक्सपिरियन्स कडा छ सुबिन दाइको जाडोले चलाउनु भएको छ जसले जित्छ त्यसलाई मेरो तर्फबाट 1000 रुपैयाँ ल यतापट्टि मिलाएर चट्ट लगाएर ल हाम्रो बेटिङ हो क्या सुबिन दाइ 1 विष्णु दाइ 1 ल पियुष म त ब्रोकर होइन म त बाजी हान्ने त्यो गर्नु हो नि त तिम्रो ल म त विष्णु ल ल सुबिन दाइ ल टाइ लेट्स गो हाम्रो भ्युअर्सहरु एकदम एक्साइटेड हुनुहुन्छ यहाँ अनन्त तिमी म थम्बनेल गए ल हात उठाउ ल भाइ त ल रेडी ल हाम्रो रेफ्री मैले यस्तो ल रेफ्री 1 2 3 गो एक्साइटिङ भयो त कमल हारेर हैन यता सियर शट एक्साइटिङ भइराको छ है देखाउ कसले जित्ला त कमल जित्ला सुबिन दाइ विष्णु सुबिन दाइ पानी पनि जानु
ल अब जितेकोलाई पुरस्कार दिनलाई म सन्तोषलाई बोलाउन चाहन्छु 1000 रुपैयाँ इनाम दिने 1000 रुपैयाँ इनाम छिटो एलान गर्नु भएको छ ल जितेकोलाई मैले 1000 रुपैयाँ दिन्छु भन्ने सोचौँला भनेको थिएँ तर सुबिन दाइलाई 1000 रुपैयाँको खासै केही भ्यालु नभएकोले मैले दिएँ सोनामा एकछिन दाइ ल कति भट्टाइ म यतै बस्छु उता बाटो चल्छ
डान्स सान्स यताउता गर्नु ल ल ल ल हट त उता स्टार्ट हो स्टार्ट कस्तो ल ल एक दूसरे को हम सोने ना दे तू मेरा हीरो ओ